टुट चिया बिस्कुट खाएर बस्या छस् त टुटको भनेर भाँदिन्छु। पाडे राजालाई के ठान्या छस्? ऊँट होइन डाम्ना, टुट। टुट भने छाडा हो के? यो परिवार बसेर हेर्न सुन्न मिल्दैन, त्यही भएर टुट भने। ल धटुरे, अब तेरो पालो, ब्याटल फर्काट्या मलाई ल। किन बोल्दैनस् ए टुट? तेरो टुट चल्दैन? त टुटको र पाडे राजाको रात ब्याटलमा अरू टुटहरूको डाल गल्दैन। फर्का। धेरै टुट टुट नगर टुट, तेरो पनि ड्यामेज भइजाला। आजकल पुलिसले र्याप ब्याटल गाउनेलाई समाइरहेछ रे, त टुटलाई पनि समाएर लैजाला। लिसन लिसन, त टुटको टुट खान दिन्छु भुस्या कुकुरलाई, त्यतिले पनि पुगेन भने हानिदिन्छु त टुटलाई राम ढुलाई। टुट काट्ने कुट्ने कुरा नगर टुट, त पनि आखिर टुट नै होस्। गर्दनको हड्डी भाँचिएला, सम्हालेर हिँड त टुटले बुढेसकालको जोस। ए लिसन लिसन। ए छाडा छाडा र्याप गाएर बसिरहेछ होइन तिमीहरू? पाडे राजाले कोही टुट आए पनि खुट्टो कमाउँदैन, भिट्टो पावर छ मेरो। लिसन है लिसन, भिट्टो पावर छ मेरो। कफ सपले पाडे सोल्टीलाई समाउँदैन। राम्रो गीत गाएर बसिरहेछ, पकडेलाई। म त चुप लाएर बसिरहेको थिएँ, त्यही हाब्रेले हो आएर उचालेको छ। ओइले हाब्रे, त पनि आइपुगिस् चौकी। कहाँबाट आउनु? यो कपले यहाँ घोक्रा समातेर गलत्याएर ल्याएको नि। गीत गाएर पनि चौकी आउन पाउने भाग्य रहेछ तेरो। ए धटुरे, लिसन लिसन, सिर्जना भन्ने कुरो हामीले कहीँ गए पनि डराएर छोड्नु हुँदैन। चौकीभित्रै जेलभित्रैबाट कत्रा कत्रा विद्वानहरूले किताब लेखेका छन्, साहित्यकार बनेका छन्, पत्रकार बनेका छन्। नभए हामी यहीँबाट गीत गाएर ठुलो गायक पो बनिन्छ कि? यही चौकीभित्रै भए पनि हामीले र्याप हान्न चाहिँ छोड्नु हुँदैन। तर म अब ब्याटल खेल्ने हो। यदि हामीले ब्याटल खेलिएन भने त हाम्रो सिर्जना त मर्छ त मुला। र्याप ब्याटल सुरु गरौँ होला होइन? गरौँ। लिसन लिसन, अपराधी जति सबै खुलम खुला हिँडेछन्। अपराधी जति सबै खुलम खुला हिँडेछन्, गीत गाउने गायकलाई चौकीभित्र थुनेछन्। चुप्ला छौ कि तिमीहरूको ढाड सेकाउ? सर हेलो बुढा, के गर्दै हुनुहुन्छ? के गर्नु, ड्युटीमा छु, त्यस्तै त हो नि। ल अहिले म राख्छु, पछि कुरा गरौँला है बुढी। सुन न बुढा। भन न। मेरो मायाले तिमीलाई छुँदैन कि के हो? कतिचोटि भन्नु मैले, आमाको नाति नातिनी खेलाउने रहर पुरा हुँदैन कि क्या हो? होइन के भन्छौ हो बुढी तिमी? हामी यस्तै त हो नि बुढो। आफ्नै बुढी र्यापरको यत्रो ठुलो फ्यान छे, यिनीहरूलाई यता ल्याएर थुनेर राख्नु परेछ। के गर्नु, जागिर त खानै पर्यो। नाइला घरमै आएको? तपाईलाई त ठुला ठुला गफ गर्नु त निकै आउँदो रहेछ। छोरा विदेश पठाउँदा मसँग लिएको ऋण तिर्नु पर्दैन? अब छोरो भर्खर गएछ विदेशमा, पैसा कमाउनु थालो होला। अलिकति पैसा कमाएर पठाएपछि म तिर्दिहाल्छु नि, चिन्तै नगरे हुन्छ। ऋण छैन भनेर खुब फुर्ती लाउनुहुन्थ्यो, थाहा भएको नि बेच्दिनँ म डेरी सेरी केही पनि। मलाई अरू कुरो थाहा छैन, मलाई तुरुन्तै पैसा चाहियो। अब आजको आजै पैसा काँड ल्याउने? दाँत फुकालेर बेचेर आउँदैन होला। अब तपाईँलाई पैसा आजै चाहिने हो भने त्यहाँ एउटा एक टुक्रा खेत छ, बरु त्यो तपाईँका नाममा पास गर। राम 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 राम, एदुमे होइन यो। विदेश गएर पैसा कमाएर आउला भनेको त डढेर कालो अंगारको ठुटो जस्तो भएर पो आएछ त। 50 डिग्रीको घामको रापमा मरुभूमिमा एकदमसँगले उठ चराउनु परेपछि डढियो त बाउ।
यस्तै हो, डढियो। अब के गर? अब तैँले कमाएर तिर्लास भनेर झन् त्यत्रो ऋण काडी विदेश पठाएको मलाई थाहा पत्तै नदिकन यति चाँडै किन फर्केर आएको नि त फेरि? म फर्केँ बाउ। देशको माया र तिम्रो यादले एकदमसँगले आफैमा जलिरहँदा खाडीको 50 डिग्री मैले सहन सकिनँ। तिम्रा लागि केही ल्याउन सकिनँ बाउ, तर आफ्नै माटोमा केही गर्छु भन्ने अठोट लिएर आएको छु। तँलाई विदेश पठाउँदा मैले ऋण लिएको थिएँ उहाँसँग। अब भाका पुगेछ, तिर्ने पैसा भएन, त्यही भएर मैले यो जग्गा त माइलालाई पास गरिदिन लागेको। माइला दाई, मैले विदेशबाट आउँदा एउटा कुरा सिकेर आएको छु। अब हामी नेपालीहरूले पनि सोच्ने बेला आएको छ। हामी आफ्नै खेत बेचेर विदेश जान्छौँ र फर्केर आएपछि आफ्नै खेतको तरकारी किनेर खान्छौँ। मलाई अलिकति समय दिनुहोस् माइला दाई, म अब यो खेतमा केही गर्छु र तपाईँको ऋण मै तिर्छु।